ल है मेरो पनि साग उखेले है अब सबै हुर्क्यो मेरो साग उखेलेको यहाँ आमा हुनुहुन्छ सागबारीमा यहाँ पक्रिनुहोस् त यहाँ साग पक्रिनु हुँदैछ आमाले हल्का त भएको अब हुर्किसक्यो साचेर खानु भनेको त गयो साग त खत्तम भयो अब साचेर खाने मिलेन यी सबै उखालिदिएको है अब चाहिँ यो पनि सबै उखेलेको सागहरू त जम्मै भयो ओइलाएर सबै साचेर खाउँ भनेको त भइगयो है सबै हुर्किगयो हुर्केकोले गर्दाखेरि उखाल्दै राख्नु पर्यो अब यो थोरै भए पनि गर्नु पर्ला साचेर राख्नु नमिल्ने रहेछ हल्का सिसामा खादिदिनु पर्ला आमा पर उठ्ने हुँदैछ मेरी आमा गयो अब सबै आज चाहिँ उखालिदिएको सबै साग त हुर्कियो है अब मेरो साग सबै हुर्कियो अब अलिअलि खाने हो अब हुर्केपछि के गर्नु त अब राखिसक्नै भएन यहाँ अब यहाँ राखिदिनु न साग त यस्तो भयो मेरो सागहरू त आज चाहिँ माइजर गरिदिएको है अलिअलि गर्नु सकियो साग त साँचेर खाने भएन क्या अनि के गर्नु साँचेर खानु नभएपछि त केही नलाग्दो रहेछ हुर्किगएपछि यो अलिअलि चाहिँ होस् होला भन्न चाहन्छु यो पनि हुर्कियो यो पनि हुर्किने आमाले साच्नु भन्नुहुन्छ है के गर्नु र यो चाहिँ अब के बनाउँछु भन्ने कुरा चाहिँ थाहा छैन है अब कसरी स्टोर गर्छु अब साग हरियो साग सिद्धियो हरियो साग त सिद्धि बेसरी सब्रेको थियो साग चाहिँ के गर्नु अब सिद्धियो है ल यो चाहिँ साग धोएको है साग धोएर गर्नु पर्छ यो सामा गुन्द्रुक लाउनु पर्यो भनेको कस्तो हुन्छ है सबै ट्राई गरेर दिन्छु राम्रो हुने कि नराम्रो हुने हो कि ट्राई चाहिँ गर्दैछु मेरो साग धोएर अघि एकचोटि धोएको है कस्तो हुन्छ हेरौँ कस्तो हुने हो रायोको साग साचेर खाउँ भनेको त गयो है साथी हो भिडियो सकिएछ भिडियोलाई हानिदियो छ
यो राखेर खाउँला भन्दा भन्दै ल अहिले यति नै गरे है त